बच्चाहरूलाई चाहिँ तिमीहरू मुला पास हुने गरी मात्र पढ केटा हो जे मन छ गरिदेऊ टिकटक बनाउनु मन छ भने टिकटक बनाइदेऊ युट्युब भिडियो बनाउनु नाच्देऊ बेस्ट मान्छेहरू एउटा लिन चाहिँ मैले त 1 2 3 4 5 6 7 8 9 ड्याम अनि एउटा आइसक्रिमको एक स्कुप हो भने ल लामु सबको अगाडि नापेर खान्छ के भन्यो मैले त त्यसपछि रिस फर्किम न त जाउँ 9वटा ड्याम धम्काइदियो यार। सो हेलो एभ्रिवान लाइक अहिले चाहिँ रातिको 2 बजिरहेको छ अनि यो इन्ट्रो चाहिँ मैले बेसिकली किन सुट गरायो भने चाहिँ मलाई चाहिँ केटाहरूले भनिरहेको थियो कि अब त्यो उठ्ने बित्तिकै गर अब आई डोन्ट थिङ्क कि म सुत्छु भन्ने कुरा लाइक अब यही हो। अहिले त म बेसिकली खाँदैछु आई लभ इटिङ फुड अनि अब म अहिले चाहिँ के सोचेँ भन्दाखेरि म आज एक दिन चाहिँ जति सक्दो खान्छु अनि भोलिबाट फेरि ब्याक टु राइट म चाहिँ गर्न सक्छु आई डोन्ट वान्ट यु टु डु इट। खाएर बसिरहेको थिएँ म केटाहरूले भन्यो भने के भन्यो एकदम मलाई सबैले यहाँ ब्रस गरेर आइज भने भ्लगमा ब्रस गरेर देखाउँछु भने जिन्दगी देखाउनु पाएको छैन के खाइदिन्छ भ्याट भ्याट। तर मैले बुझेँ क्या यो नेपालीहरू खाना पाएपछि चिनी तन्काइदिन्छ त्यही हो अन्त काम छैन क्या त्यस्तो चिनी तन्काइदिन्छ के हो थाहा छैन तन्काइदिन्छ। मस्ती गएको थिएँ नि त पार्टीमा अब मैले नचिन्ने मान्छेहरू मैले गएको थिएँ क्या बाबु यो के हो सोध्दै थियो मलाई पनि थाहा छैन अब यताउता होला नि के भन्यो कि ल ठिक छ भनेर यति लिदिएर क्या है पायो भने त नेपालीहरूले चिनी तन्काइदिन्छ। सब औषधिको पोका छ बोसैले भरेको मान्छेहरूले हेल्थको बारेमा चाहिँ के ज्ञान दिइराख्ने मैले नबुझेको कुरा चाहिँ लाइक तर फ्रीको माल हो भने त हामी पनि छोड्दैन। म चाहिँ के भन्छु भनेपछि स्कुलको बच्चाहरूलाई अहिलेको अब कलेजको कुरा छोडिदिउँ होइन स्कुलको बच्चाहरूलाई चाहिँ तिमीहरू मुला पास हुने गरी मात्र पढ केटा हो जे मन छ गरिदेऊ टिकटक बनाउनु मन छ भने टिकटक बनाइदेऊ युट्युब भिडियो बनाउनु नाच्देऊ बेस्ट पढ्नुभन्दा जे मन छ पास हुनु पऱ्यो मेन भने 10 पासै हुनु पऱ्यो किनभने 10 मार्क्स यतिकै नि म्याटर गर्दैन। तिमीहरू बरु आनन्दले मुला आफूलाई जे गर्नु छ अब होमवर्कसम्महरूका माइन्डसेटको लागि गर्नु पऱ्यो फ्री टाइममा चाहिँ पढेर काम छैन। अब यो बच्चाहरू फेरि यस्तो भनेर पर्दैन फेल हुन्छ अनि दोष लगाइदिन्छ। तिमीहरू फाइनलमा चाहिँ जसरी पनि पास हुनु पऱ्यो यो फर्स्ट टर्म सेकेन्ड टर्ममा पास फेल भएर बाल छैन 10 बजी पनि अब यो टिचरहरूले भन्छ जतिसक्यो भने पनि खासै म्याटर गर्दैन यो स्कुल केही नि म्याटर गर्दैन स्कुल एम छ भने त अभियसली पढ्नै परेन तर अब एम छैन के गर्ने भन्यो भने चाहिँ केटाको राम्ररी पढ्नु पर्दैन टिकटक बनाऊ हो टिकटकले पाल्छ अब मान्छेहरूले अब बिल्ला हान्छ होला टिकटक सिकेर यताउतिको म त भन्छु जे मन छ गरिदियो हुन्छ हौ। सबले सुनेर थियो कि म अब खाएर थिएन नि त बाबु के नखाएको भने कहाँ उसले खान्छ उसले त नापेर मात्र खान्छ मान्छेहरू एउटा लिन चाहिँ मैले त 1 2 3 4 5 6 7 8 9 ड्याम अनि एउटा आइसक्रिमको एक स्कुप पनि तर होइन यार नेपालीहरूलाई जस्तै चासो छ है अरूको जिन्दगीमा अब राम्ररी खायो भने चित्त बुझ्दैन नराम्ररी ड्याम खायो भने कति खाएको भन्छ यस्तो क्या मलाई के लाग्छ चाहिँ नेपाली प्यारेन्ट्सहरू इन जेनरल चाहिँ त्यो जब त्यो छोराले ड्रग्स खान थाल्छ नि त अनि त्यसपछि के सोध्छ भनेपछि मेरो छोरा सुध्रियोस् मात्र सोध्छ क्या अनि त्यसपछि अब हामी चाहिँ अब यसो जिम गर्ने मेजर गरेर खाने आफ्नो हेल्थमा ध्यान दिन्छ नाटक लाग्ने क्या अब त्यो धेरै बिग्रिसकेपछि चाहिँ त्यो कस्तो दया माया लागेर आउने त्यसपछि त्यस्तो गर्ने क्या। अरू कुरा छोडिदेऊ न बियर नखाने बाबु तिमी हेरे मलाई त अब बियर खानु चाहिँ हेल्दी होला अब नापेर खानु चाहिँ अनहेल्दी हो। ल गाइज बाई आजको लागि भ्लग यति तपाईँलाई कस्तो लाग्यो कमेन्ट डाउन कालेको कमेन्ट छ है मलाई अरू भन्दा नि कसलाई साउट आउट दिन लागेको थिएँ मैले ए हाम्रो पोखरामा फ्यान बेस धेरै छ त्यसैले म चाहिँ के आग्रह गर्छु भने चाहिँ बच्चाहरूलाई हल्का पढाइमा ध्यान दिनु होला यो दिनभरि खेल्न नजानु होला मान्छेहरू कालो हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ बाई साइको लागिरहनु मलाई त।